साथीहरू, आजको बेलुकीको सब्जीको तयारी गर्दैछु म चाहिँ। हाम्रोमा इस्कुसको मुन्टा यतिको भएछ। आजको सब्जी चाहिँ इस्कुसको मुन्टा बनाउन आँटेको। तपाईँहरूलाई कस्तो लाग्छ इस्कुसको मुन्टा? मलाई त एकदमै मनपर्छ। यस्तो छ इस्कुसको मुन्टा होइन। बेलुकाको सब्जीको लागि तयारी हो। अलिकति भयो भने एक दुईवटा आलु मिसाउँदा छाक पुगिहाल्छ। बजारबाट किनेर ल्याएको मुन्टाको त यति धेरै डाँख्ला मात्रै हुन्छ। आफ्नो घरमा भएको त कलिलो टिप्न पाइयो नि त। एक छाक भइसकेको छ। 3-4 दिनमा भइहाल्छ। एक छाक उम्रिन्छ। एक मुठी लाग्यो। कलिलो कलिलो टिपेको मनपर्छ। धेरै डाँख्ला टिपेर फ्याल्नु मात्रै पर्छ, के गर्नु। यसरी फल्दै पनि छ, तर यहाँको फलेको चाहिँ यही किराले खाइहाल्दो रहेछ। यस्तो भएको छ। यस्तो भुसिना लाग्छ कि अनि चोप निकाल्छ, बिग्रिहाल्छ।